जब हामी गरिबीमा हुन्छौं तब छरछिमेकले पैँचो दिँदैन, साउले ऋण दिँदैन, दुकानमा जानुस् दुकानको मान्छेले उधार दिँदैन, इष्टमित्र टाढा हुन्छन्, घरको बुढी पनि टाढा हुन्छन्, दाजुभाइले पत्याउँदैनन्, स्कुलले छोराछोरीलाई भर्ना लिँदैनन्, हस्पिटलले पनि उपचार लिँदैन, किनकि यो चलिआएको रीति हो। तब पनि हाम्रो जिन्दगी चलिरहेको हुन्छ, किनकि हाम्रो अरूको भरोसाले जिन्दगी चल्ने होइन, त्यो माथि भगवान ईश्वरको निर्णय हो, त्यसले जे चाह्यो त्यही हुने हो। मैले सामाजिक सञ्चालकमा एउटा लेखेको उदाहरण देखेर आज मैले केही 2-4 शब्दहरू भन्न गए। राम्रो लागे लाइक गरिदिनु होला, शेयर गरिदिनु होला। धन्यवाद।